सबैलाई ल खोइ भाइलाई लाग्छ आतिर बारे यहाँ कहाँ अनि बत्ती बालिसकेको छु अब चाहिँ पका अब बत्ती यहाँ नि बाल्नु यहाँ बाल्नुहुन्छ साँझा बत्ती बालिसकेको त्यो कहिँमा जानुपर्छ यहाँ ओखा भाइले घुमेर यदि यो टिका सामान यो प्लेटमा यो लानुपर्छ अब यहाँ यो लोरोमा उसमा पूजा गरेर आऊ ल यो के हो यो पनि हालेमा त्यहाँ यो हाला ला देउसी खेलेर पापान से आस बोलिदिन्छ क्या रिस उठेला त फेरि कहिले केही भने त लगाइदियो नाकमा ठुलो बनाएर यहाँ होइन त उ त्यसैले दुईटा छ त खोइ अर्को छ त्यहाँ यो चाहिँ उतापट्टि पर्दैन अनि सिधा गर्ने तर टाउको सिधा गर त यो असाध्यै राम्रो हुने यो चल्न अरू नि छ अलिकति लानु अब त्यो निला छिटो छिटो गर्नुपर्छ त्यो सुकेपछि तल माथि भयो नि तल भयो नि जहाँ भयो रातो लाग हो त छुट्टा छुट्टै बनाएर यसो हातले लगाइदियो अब यो पहेँलो सात टिका लाऊ आफ पर्ला यहाँ तल कुन चाहिँ छ बाँकी हो त्यो हरियो लाइन तल हरियो लाऊ अनि पुछाडा रातो कति टिका भयो र त कति राम्रो गोना त कति टिका भयो भन्नै पर्दैन 5 टिका अलिकति तल भयो ठट्टै बनाउने हरे राम 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 हरे अब ऐनेको जस्तो कुन हुन्छ त्यही लाउँछ कपाल अलिकति माथि छ हुन्छ खै त हेर नि कपाल पनि तल आयो अनि डन्डी एउटै रङ हाल्दा कलर बिग्रिहाल्थ्यो हातै ठ्याक लगाइदिनु हुन्छ हातले टुकटुक लाग्यो अर्को तल पुछारमा निलो उयो निलो उयो निलो पुछारमा 5 एउटा मात्रै हुन्छ पञ्चायतमा कस्तो राम्रो भाइ ल लाइन एउटै लाइट दुईतिर बिचमा अर्को लगाइदिएन हो ल हो बास ल हो त्यो आउँदै पछि लगाइदियो हुन्छ कुन हुन्छ त्यही
लाए अब कसै राम्रोसँग लाइज बाङ्ग्यो छैन भयो भयो अब माला हो पक ऊ त्यो पुजो बाहिरलाई ऊ यहाँबाट बाहिर आँगन बस्ने छ बलौदी माला हो त्यसरी तीनचोटि गाली नगर 5 चोटि गर्छु भन्छु यो त गर्दैन ल आलुले यसको पनि छोपिसक्यो केही गर्दैन कान्छ त रबरले बाँध्यो टिभी लाउँदैन त अब के गरेर तँलाई दि गाँसिन चाहिँ हो भाइहरू लगाइदिन्थ्यो होला नि गाँसिन पाला कुल्छेला ल अब माला पनि छ अब दिदीलाई लगाइदेऊ त चक्क मिलाएर एकजनाले रातो साह्रो रातो हेरी ठौकिया तिमीहरू ल एकै टिका लाग्यो यो रातो लगाइदेऊ त ऊ यसो हातैले हुन्छ हुन्छ चक चक कान्छा लगाइदियो कान्छो ल लगाइदेऊ उयो त्यसको त हात निशाना छ कति राम्रो हो दिदी रातो लगाइदियो उयो उयो भएको छैन जुन लगाइदिनु हुन्छ जहाँ खाली खाली लगाइदिनु एउटा माला उनीमा छ ल भयो हो ल बस यहाँ अब दक्षिणा दिया ए दुईजनाको मिलाएको अनि ल हुन्छ ल गोडा गोडा ढोक ल हिँड नहिँड भन अब ओए साक्षम खोइ हो भएन भाइले त पर राम्रै ढोक्छ सबैभन्दा हुने नि त्यही हो पैसा देखाइ त पैसा अब खानेकुरा त के ल्याएको पैसा दिने इमान्दार त सबैभन्दा त्यही हो पनि त थपेर दिएको नि अहिले दिएन ल खा ल ल अब पहिला दिदीलाई केही दियो ल यो पहिला जुस खाऊ अनि भात खान जानुपर्छ तल निशान अङ्कल घर दुध दानी हातले ल्याऊ न है हो ल अब ल उठ गेट अप यसरी फटाकै त्यो त यसरी दिएर पर्दैन कि छोराले सेकिया ठाउँमा हामीले जानै पर्दैन होइन आज कान्छोबाटै हो नि सुरु भाइटिका भनेको सानोबाटै चाहिँ ऊ हो हजुर पछि म लिएर जान्छु एकजनाले यो उचाल्नु दिदी कान्छी दिदीले त्यो उचाल्नु त्यो लाउँदै गर्नु न अप्तै जानु कुन कुन हो ल ल ल ल अब हेर्नुहोस् चन्दनले कस्तो राम्रो हुन्छ हुँदैन ल अब लाउँदै जानु ल तपाईँ कुन हो यो लगाइदिन्छ उता यही हो तिहार यो राख्नुभयो त्यो
जति भयो जति भयो ल ल अब यता मरि भयो ल ट्याक्कसँग त्यो बोलायो माथि टोपी जाने हो कसका केरा पास समात्ने ल ल लाउनु आटा आफै लाउने चन्दन घरमा चन्दन जति निधारभरि लगाए हुन्छ चन्दन हुन्छ भने कसो बास्ना आउँछ के अरे 1960 कस्तो बाहिरका तारालाई ल्याएको हो बाई ल ल 1960 कति राम्रो बसेछ कस्तो राम्रो भयो त होइन 20 अरू माला खोइ त अरू माला यता के लिन दिदी माथि दाइले भुक्या थाहा पनि छ त्यो प्लेट हान्छ म ल पोका पोका जम्मै सामान राम्रो आउने धेर पनि आउने पर्नेको बाटो उयो त छ नि यो रङ्गिनी लागि उयो चाहिँ हो त्यो लागि ठिक छ केही छैन छैन हो झन् कति राम्रो उयो चाहिँ अब दिदीहरूलाई खोइ त पुजा खै के छ अब फोटो दिन्छौ त्यहाँ पहिला दक्षिणा लिने अनि दक्षिणा यता फर्किनु ल अब अहिले ल हुनु खोइ ल्याउनु खोइ